सल्यानका मदन केसी र समीर न्युपाने दुई युवाले नेपाल चिन्ने र नेपाल बनाउने सङ्कल्पसहित 5 वर्षे राष्ट्रिय पदयात्रा जारी राख्नु भएको छ। लुम्बिनीको बुद्ध भूमिबाट चैत्र 5 गतेबाट सुरु भएको पदयात्राका दुईजना यात्री आज दाङको लमै आइपुग्नु भएको हो। दैनिक 15 देखि 25 किलोमिटर हिँड्ने, स्थानीय समुदायसँग बस्ने, गाउँमा संवाद गर्ने, भिडियो, फोटो र लेखनद्वारा दस्तावेज बनाउने गर्नु भएको छ। हामीले नेपालका 77 वटा जिल्ला पुगेर त्यहाँको सपना, सम्भावना, इतिहास, भाषा र समस्या सबै कुराहरूलाई चाहिँ नि खोतल्ने, रिसर्च गर्ने र त्यसलाई चाहिँ नि दस्तावेजीकरण गर्ने अभियानमा लागेका छौँ। यो नेपालको ऐतिहासिक राष्ट्रिय स्वाधीनताको विषय, जनचेतनाको विषय र जागरणको विषयलाई पनि उठान गर्दै त्यसलाई चाहिँ उजागर गर्ने अभियान हो। यो यात्रा चाहिँ 5 वर्षको भएको हुनाले लगातार निरन्तर चल्नेछ। यो यात्रा चाहिँ गौतम बुद्ध जन्मिएको पवित्र भूमि लुम्बिनीबाट मायादेवी मन्दिर परिसरबाट शुभारम्भ भएको हो। यात्राले ऐतिहासिक काम गर्नेछ। यसैगरी अर्का यात्री न्युपानेले विदेशमा रहेका नेपालीको सुरक्षालाई सुनिश्चितताको सन्देशसहित यात्रा सुरु गरेको बताउनुभयो। मेरो नाम चाहिँ समीर न्युपाने होइन। म चाहिँ जति पनि दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा हुनुहुन्छ होइन, उहाँको शान्ति सुरक्षाको लागि हिँडेको पैदल यात्रा हो र मेरो बुवा पनि विदेशमै हुनुहुन्छ। अहिले तपाईँको विदेशमा भएको घटनाहरू त्यसको विषयमा मैले चाहिँ छानबिन गर्दै हुन्छ नि त। एउटा नेपालमै आफ्नै देशमै आफ्नै माटोमै टेकेर पैदल यात्रा सुरु गरेको, कसैको करले पनि गरेको होइन, म आफ्नै मनले आफ्नै इच्छाले गरेको र नेपालमै रोजगार मिलोस् भन्न चाहन्छु।